चलाउनुहुन्छ? अब हाम्रो चाहिँ सरकार घन्टीको पक्कै हुन्छ। हामी बहुमतले जितेको छौँ। सबैभन्दा पहिला त हामी सरकार गठन गर्छौँ घन्टीको, है। सरकार गठन भएपछि भ्रष्टाचारीलाई मैले जेल हाल्छु। सबै जति पनि भ्रष्टाचार छन् नि सबैलाई जेल हाल्ने। त्यसपछि हाम्रो देशमा सम्पूर्ण कल कारखानाहरू जति गुमाएको थियौँ नि हामी, बेचेकै पहिलाका त्यो झोलेहरू बेचेको, त्यसलाई हामी फिर्ता ल्याउँछौँ। र त्यो भइसकेपछि नेपालमा जति पनि उत्पादन फलफुल भयो, चिया भयो, होइन, धान बाली तरकारी के छ, यसको व्यवस्थापन गर्छौँ हामी। अनि जुन हाम्रो यो पहाड क्षेत्रमा जडीबुटी छ, के दुनियाँ दिवानी छ नि इत्यादि, त्यसलाई हामी चाहिँ नेपालमा उ गरेर देश विदेशतिर हामी बेच्छौँ।